हेलो गुड मर्निङ नमस्कार छ सबैजनालाई। यो पियानीको मिरमिरे घामसँगै स्वागत छ मेरो युट्युब च्यानलमा। र यो जुन ठाउँ देखाइरहेको छु नि यो पाल्पा जिल्ला रम्बा गाउँपालिका वार्ड नम्बर 2 फक्सिङकोट बेलुङ्जा को गाउँ हो। यो अति सुन्दर र रमणीय गाउँ रहेको छ। यो मेरो जन्मभूमि म जन्मेको ठाउँ हो। यो गाउँमा जानको लागि हामी पाल्पा सदरमुकामदेखि आर्यबाञ्जेङ हुँदै टाउबाट लेफ्ट साइड झोकेदी हुँदै रिमगाबाट यो ठाउँ अवलोकन गर्न सकिन्छ। हो त्यही गाउँ हो यो सुन्दर रमणीय गाउँ बेलौजा। हजुरहरू पनि यो मेरो भिडियोलाई हेरेर यस गाउँमा अवलोकन गर्न आउनु हुनको लागि अनुरोध छ। यस ठाउँबाट हामीले रेल डाँडाकाँडा कालीगण्डकी साथै हिम श्रृङ्खलाहरू देख्न सक्छौँ। मुख्यतया हिमालहरू धौलागिरी माछापुच्छ्रे र अन्नपूर्णहरू प्रस्त यहाँबाट अवलोकन गर्न सक्दछौँ। साथै स्याङ्जा जिल्लाको धेरैजसो भागहरू यस ठाउँबाट हामी अवलोकन गर्न सक्दछौँ। र यो मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा सम्पूर्णलाई धन्यवाद। यस्तै तपाईहरूको माया र सपोर्ट पायो भने अझै नयाँ नयाँ भिडियोहरू लिएर आउनेछु। यो मेरो अफिसियल च्यानल अभिषेक मगर युट्युब च्यानललाई सबैले मन परे लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद। थ्याङ्क यू।